भाइ बहिनीहरूलाई धेरै माया। म पोखरा फेवाका नजिकै जन्मेकी हुँ, मेरो यही माइती गाउँ हो, तर पनि म यो गाउँमा आइपुगेकी रहेनछु। असाध्यै सुन्दर लाग्यो यो ठाउँ र यो स्कुल पनि एकदमै राम्रो लाग्यो। हाम्रो साहित्यिक साथी यहाँनिर पढ हुनुहुन्छ भनेपछि हामी पर गइसकेका मान्छे पनि होइन उहाँ आउनुभएको छ होला भनेर हामी फर्की यहाँनिर आयौँ र यो सुन्दर वातावरण पायौँ, एकदमै खुसी लाग्यो। विद्यार्थी जीवन भनेको एउटा यस्तो जीवन हो, यति बेला परेको छाप हामीले जीवनभर भुल्न सक्दैनौँ। त्यही भएको हुनाले यो बेलामा हामीले धेरै राम्रोसँग पढ्न सक्यौँ, राम्रा कुराहरू सिक्न सक्यौँ भने हाम्रो जीवन उज्जवल हुन्छ। मैले पनि कक्षा 9मा हुँदा जिल्ला स्तरीय कविता प्रतियोगितामा भाग लिएकी थिएँ र प्रथम भएँ र त्यही हौसला प्रेरणाले अहिले मैले 5वटा किताबहरू प्रकाशन गरेँ र एउटा साहित्यकारको उपमा पाएकी छु। भाइ बहिनीहरूले पनि यहाँ यति राम्रो पुस्तकालय रहेछ, यस्तो पुस्तकालयको अवधारणा धेरैमा हुँदैन, कुरा त गरिन्छ तर पनि यस्तो खालको पुस्तकालय जहाँ कहीँ उपलब्ध हुँदैन, यो कुरा यहाँनिर देख्दाखेरि हामीलाई एकदमै खुसी लाग्यो। त्यही भएको हुनाले यो पुस्तकालयको बढीभन्दा बढी उपयोग गरेर आफ्नो किताबी ज्ञानहरू बाहेक बाहिरी चाहिँ विषयहरू पनि पढेर आजैदेखि हामीले आफूलाई सुशिक्षित गर्यौं भने हामी जीवनका जुनसुकै मोडमा पनि सफल हुन्छौँ। भाइ बहिनीहरूलाई म यही शुभकामना दिन्छु। धन्यवाद।